back to our YouTube channel Informal Classes. I am Ankit Adhikari. आजको यो भिडियो चाहिँ हामीले BBS 4th इयर को बिजनेस रिसर्च मेथड भन्ने सब्जेक्ट को भिडियो ल्याएर आएका छौं। यस भिडियोमा हामीले बिजनेस रिसर्च मेथडमा एक्जाममा के कस्ता खालका क्वेशनहरु आउँछन् र कुन क्वेशन बढी इम्पोर्टेन्ट कुन च्याप्टर हामीले पढ्नु पर्छ, कुन च्याप्टरबाट कति मार्क्सको क्वेशन छ भनेर भिडियो ल्याएर आएका छौं। अन्तिमसम्म हेर्नु होला। ल सब्जेक्टमा टोटल 6 वटा च्याप्टर हुन्छ। च्याप्टर 1 इन्ट्रोडक्सन, च्याप्टर 2 लिटरेचर सर्चिङ एन्ड थ्योरेटिकल फ्रेमवर्क, च्याप्टर 3 रिसर्च डिजाइन, च्याप्टर 4 मेजरमेन्ट स्केलिङ एन्ड स्याम्पलिङ, च्याप्टर 5 डाटा कलेक्सन एन्ड एनालाइसिस, च्याप्टर 6 रिसर्च प्रपोजल एन्ड रिपोर्ट राइटिङ। यो सब्जेक्टमा हामीले थ्योरी 50 मार्क्स को एक्जाममा क्वेशन आउँछ। पास हुनको लागि हामीलाई 17.5 नम्बर चाहिन्छ। 50 मार्क्स को फुल मार्क्स को थ्योरी हुन्छ, 17.5 मार्क्स चाहिँ हामीलाई पास हुनको लागि चाहिन्छ। र अर्को 50 मार्क्स चाहिँ के हुन्छ त भन्दाखेरि प्र्याक्टिकलबाट हुन्छ। प्र्याक्टिकल रिपोर्ट राइटिङ र प्रपोजलबाट यो भाइभाबाट चाहिँ अर्को 50 मार्क्स हुन्छ। र एक्जाममा आउने चाहिँ 50 मार्क्स को क्वेशन हो हजुरहरुले गर्नुपर्ने। र फर्स्ट च्याप्टरमा छ इन्ट्रोडक्सन भन्ने फर्स्ट च्याप्टर छ। यो एकदमै इम्पोर्टेन्ट टपिक हो। यो टपिकलाई चाहिँ राम्रोसँग पढ्नु होला किनभने 10+2 और 15+2 मार्क्स को क्वेशन यहाँबाट सोध्छ। प्राय यहाँबाट एकदमै इम्पोर्टेन्ट हुन्छ, सोधिरहेको छ। 10+2 और 15+2 मार्क्स को क्वेशन च्याप्टर 1 बाट आउँछ, इन्ट्रोडक्सन भन्नेबाट। च्याप्टर 2 मा रहेको छ लिटरेचर सर्चिङ एन्ड थ्योरेटिकल फ्रेमवर्क। यो च्याप्टर पनि त्यति नै इम्पोर्टेन्ट छ। यो च्याप्टरबाट 2 मार्क्स को सर्ट क्वेशन, भेरी सर्ट क्वेशन र 10 मार्क्स को सर्ट क्वेशन सोध्ने गर्छ। अर्को छ च्याप्टर 3 रिसर्च डिजाइन। यो च्याप्टरबाट चाहिँ कि त 10 मार्क्स को क्वेशन आउँछ एउटा, कि चाहिँ 2 मार्क्स को क्वेशन आउँछ। अर्को च्याप्टर 4 छ मेजरमेन्ट स्केलिङ एन्ड स्याम्पलिङ। यो च्याप्टरबाट चाहिँ एउटा 10 मार्क्स को और अर्को 2 मार्क्स को आउन सक्छ। अर्को छ च्याप्टर 5 डाटा कलेक्सन एन्ड एनालाइसिस। यो च्याप्टर पनि एकदमै इम्पोर्टेन्ट छ। डाटा कलेक्सन एन्ड एनालाइसिस, यसबाट 15 मार्क्स को लङ क्वेशन प्लस 2 मार्क्स को भेरी सर्ट क्वेशन आउँछ। त्यही भएर यो च्याप्टर 5 लाई पनि एकदमै राम्रोसँग हेर्नु होला। अर्को च्याप्टर 6 छ रिसर्च प्रपोजल एन्ड रिपोर्ट राइटिङ। यो च्याप्टर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। 15 मार्क्स को एउटा फिक्स क्वेशन हुन्छ जहाँ चाहिँ प्रपोजल लेख्न, रिपोर्ट राइटिङ लेख्ने खालको 15 मार्क्स को लङ क्वेशन आउँछ र और 2 मार्क्स को क्वेशन पनि सोधिन सक्छ। यो च्याप्टर पनि एकदमै इम्पोर्टेन्ट छ। यदि हजुरले पास मात्र हुनको लागि च्याप्टर पढ्नु छ भने एकदमै नहेरी नहुने च्याप्टर चाहिँ च्याप्टर 1, त्यसपछि गएर अर्को च्याप्टर छ च्याप्टर 4, अर्को च्याप्टर 5 र च्याप्टर 6। यो च्याप्टरहरु चाहिँ हजुरहरुले नछुटाउनु होला। अब एक्जाममा क्वेशन कसरी सोध्छ त भनेर जाम। अब एक्जाममा क्वेशन कसरी सोध्छ, कहाँबाट क्वेशन आउँछ र कसरी क्वेशन सोध्छ त भन्दाखेरि एक्जाममा अब हामीले त्यो पनि हेरौँ। यहाँ एक्जाम ग्रुप ए मा 5 वटा क्वेशन सोध्छ। सबै क्वेशन अटेम्प्ट गर्नुपर्ने हुन्छ। एउटा 5 वटा क्वेशन हुन्छ, एउटा क्वेशनको 2 मार्क्स हुन्छ। 5 वटा क्वेशन हुन्छ, 2 मार्क्स को दरले हुन्छ भनेपछि 10 मार्क्स। ग्रुप ए चाहिँ 10 मार्क्स को हुन्छ। 10 मार्क्स 5 वटा क्वेशन हुन्छ, इच क्वेशनको 2 मार्क्स हुन्छ। सबै क्वेशन हामीले के गर्नुपर्ने हुन्छ, एटेम्प्ट गर्नुपर्ने हुन्छ। अर्को छ ग्रुप बी। अब ग्रुप बी मा चाहिँ कसरी सोध्छ त भन्दाखेरि ग्रुप बी मा 6 7 8 9 सम्म क्वेशन आउँछ। 6 7 8 चाहिँ यो तीनटा मध्ये चाहिँ कुनै दुईटा गर्नुपर्ने हुन्छ। यो तीनटा मध्ये चाहिँ कुनै दुईवटा गर्नुपर्ने हुन्छ। हामीले कुनै दुईवटा एटेम्प्ट गर्नुपर्ने हुन्छ। एउटा चाहिँ अप्सनमा आउँछ यहाँ। त्यसपछि अब 9 नम्बर चाहिँ के छ, कम्पल्सरी छ। 9 नम्बरबाट कम्पल्सरी क्वेशन आउँछ। 9 नम्बरमा 9 को एउटा ए हुन्छ, अर्को बी हुन्छ। यहाँ अप्सनमा देखेको हुन्छ। कुनै एउटा गर्नुपर्ने हुन्छ, 5 मार्क्स आउँछ। यसबाट कुनै एउटा गर्नुपर्छ। 9 नम्बरको हेर्नु है, ध्यान दिनु होला। यो चाहिँ ग्रुप बी मा चाहिँ 9 नम्बरको कम्पल्सरी गर्नुपर्छ। हामीले त्यहाँ लेख्या पनि हुन्छ, धेरै जनाले छोडेर आउनुहुन्छ झुकेर। क्वेशन नम्बर 9 चाहिँ कम्पल्सरी गर्नुपर्छ। क्वेशन नम्बर 9 मा सर्ट नोट लेख्नु भन्छ। 5 मार्क्स को दुईटा दिन्छ, कुनै एउटा गर्नुपर्ने हुन्छ। यो 9 नम्बरको छुट्टै हुन्छ, कुनै एउटा अटेम्प्ट गर्नुपर्ने हुन्छ। त्यसैगरी 6 7 8 भनेको तीनटा हुन्छ। यहाँ अरमा दिन्छ, कुनै दुईटा गर्नुपर्ने हुन्छ। यो तीनटा मध्ये 6 7 8 मध्ये कुनै दुईटा गर्नुपर्ने हुन्छ है। दुईटा गर्नुपर्ने हुन्छ। यो 10 मार्क्स को हुन्छ। यो कति मार्क्स को हुन्छ, 10 मार्क्स को हुन्छ। दुईटा क्वेशन हुन्छ। 10 + 20 मार्क्स को यो हुन्छ भनेपछि तलको यो 9 नम्बरको चाहिँ 5 मार्क्स को मात्र हुन्छ। 5 मार्क्स को हुन्छ 9 नम्बरको। दुईटा अप्सन दिएको हुन्छ, ए र बी। ए र बी मध्ये एउटा गर्नुपर्छ। त्यो भनेको 5 × 1 गरेर 5 मार्क्स को एउटा क्वेशन आउँछ। कति नम्बर आयो, 5 मार्क्स आयो भनेपछि ग्रुप ए मा 10 मार्क्स को, ग्रुप बी मा 25 मार्क्स को क्वेशन सोध्छ। र अर्को हुन्छ ग्रुप सी। ग्रुप सी मा चाहिँ कसरी क्वेशन सोध्छ त भन्दाखेरि ग्रुप सी मा 10 11 भन्ने क्वेशन हुन्छ। 10 नम्बर र 11 नम्बरको क्वेशन हुन्छ। यो भेरी लङ क्वेशन हो। यो लङ क्वेशनमा चाहिँ यो दुईटा मध्ये कुनै एउटा गर्नुपर्ने हुन्छ। यो भनेको 15 मार्क्स हो। ग्रुप सी बाट 15 मार्क्स को क्वेशन आउँछ। दुईटा क्वेशन दिएको हुन्छ, दुईटा मध्ये एउटा क्वेशन अटेन्ड गर्नुपर्छ, 15 मार्क्स को। अब ध्यान दिनु होला, ग्रुप ए मा 10 मार्क्स को क्वेशन हुन्छ,
5 वटा क्वेसन 2 मार्क्सको गरेर 10 मार्क्स आउँछ। ग्रुप बी को 6, 7, 8 मध्ये कुनै दुईटा गर्नुपर्ने हुन्छ। त्यो भनेको एउटा क्वेसन 10 मार्क्सको हुन्छ, दुईटा गर्नुपर्ने हुन्छ, हामीले 20 मार्क्सको क्वेसन भयो। त्यसपछि अर्को क्वेसन नम्बर 9 ग्रुप बी कै क्वेसन नम्बर 9 चाहिँ कम्पलसरी गर्नुपर्ने हुन्छ। कम्पलसरीमा ए र बी भन्ने हुन्छ। ए र बी को कुनै एउटा टपिकको सर्ट नोट लेख भन्छ, त्यो एउटा टपिक लेख्नुपर्ने हुन्छ हामीलाई, त्यो चाहिँ 5 मार्क्सको हुन्छ। त्यही भएर ग्रुप ए 10 मार्क्स, ग्रुप बी 25 मार्क्स। ग्रुप ए चाहिँ 10 मार्क्स, ग्रुप बी चाहिँ 25 मार्क्स र ग्रुप सी मा 15 मार्क्स। कुनै दुईटा क्वेसन दिन्छ, अप्सनमा एउटा क्वेसन गर्नुपर्ने हुन्छ, एउटा क्वेसनको 15 मार्क्स आउँछ। यसै गरी 50 मार्क्सको हुन्छ फुल मार्क्स। त्यही भएर हजुरहरूले 50 मार्क्सको यसरी क्वेसन हुन्छ, यसरी क्वेसन आउँछ।